दर्शक महानुभावहरू नमस्कार। यो हो नेपाली डे न्यूजमा यहाँहरूलाई स्वागत छ। हामी निकै महत्त्वपूर्ण समाचारका साथ उपस्थित भएका छौँ। देश विदेशमा घटेका घटना परिघटना, देशभित्रको पछिल्लो राजनीतिक अवस्था कसरी चलेको छ भन्ने विषयले पनि हामीलाई निकै महत्त्वपूर्ण समाचार तयार पारेका छौँ। कृपया अन्त्यसम्म साथ दिनुहोला। यदि अहिलेसम्म हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्स्क्राइब गरी साथमा रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिन नबिर्सिनुहोला। सबै समाचारहरू उत्तिकै महत्त्वपूर्ण छ, विशेष रिपोर्टका साथ उपस्थित भएका छौँ। फागुन 21 मा देशभर 3400 उम्मेदवारी चुनावी मैदानमा संसद छिर्ने दौडमा उद्योगी व्यवसायहरू। चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह। ओली लाही बिन्दा पाण्डेको जवाब सुशासनको कुरा गर्दा मत मिल्दैन भने माफ गर्नुहोला। स्याङ्जामा निर्वाचन प्रहरीमा भर्ना हुन अनिच्छा, माग भन्दा 808 जना कम। बाल सुधार गृहमा किन हुन्छ पटक पटक झडप? हिरा यस्तै महत्त्वपूर्ण समाचार रहेका छन्। कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, कुन गाउँबाट हेर्दै हुनुहुन्छ, कृपया तपाईको मनमा लागेका कुनै जिज्ञासा भए तलको कमेन्टमा कमेन्ट गर्न सक्नुहुनेछ। अब भने सुरु गरौँ पहिलो र विशेष खबर। फागुन 21 देशभर 3400 उम्मेदवारी चुनावी मैदानमा होमिने भएका छन्। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा 3406 जना उम्मेदवारी भिड्ने भएका छन्। निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार 3406 जना उम्मेदवारी चुनावी मैदानमा होमिएका छन्। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार 3017 पुरुष र 388 महिला गरी अन्य 1 जना चुनावी मैदानमा होमिन लागेका हुन्। उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्म निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जानकारी दिएको छ। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारीको नामावली पनि प्रकाशित भइसकेको छ र माघ 10 गतेदेखि दाबी विरोधको समय पनि दिएको छ। समानुपातिक प्रणालीका लागि राजनैतिक दलहरूले गत पुस 13 र 14 गते बन्द सूची पेश गर्ने भएको थियो। माघ 10 गते दाबी विरोधको समय सकिएपछि अन्तिम नामावली प्रकाशित गरिने जानकारी समेत आयोगले दिइसकेको छ। अब देश चुनावमै भएको छ। अब देशलाई कुनै पनि हालतमा अगाडि ट्र्याकमा लानुपर्छ भन्दै नयाँ पुराना ध्रुवीकरण बनेर लागिरहेका छन्। तर फागुन 21 गते हुने चुनाव शान्तिपूर्ण सुव्यवस्था तरिकाले सम्पन्न गर्नुपर्नेमा सबैलाई आग्रह समेत सरकारले गरेको छ। चुनाव अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह। तेह्रथुम राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका वरिष्ठ नेता बालेन शाह चुनावी अभियानको क्रममा तेह्रथुम पुगेका छन्। तेह्रथुम म्यागुङ लुङ देवीनाथमा शाह रासपा तेह्रथुम उम्मेद्वार सुरेन्द्र कार्कीले स्थानीय मतदातासँग भेटघाट गरेका हुन्। झापा 5 बाट उम्मेदवारी दिएका शाह त्यहाँ आसपासका जिल्लामा पनि चुनावी अभियान सञ्चालन गरिरहेका छन्। यसअघि उनले इलाम, ताप्लेजुङ र पाँचथर विभिन्न क्षेत्रमा पुगेर आफ्नो तस्बिरहरू पोस्ट गरेका छन् कि हामीले यहाँबाट पनि चुनाव लड्दैछौँ। अब बालेन शाहले विभिन्न ठाउँमा सबै सरगर्मी तताइरहेका छन्। जसरी पनि हुन्छ अब त्यसको लागि सबैले काम गर्नुपर्नेमा जोड धौप साथ उपरतै गर्नुपर्ने भन्दै लागिरहेका छन्। सबैले अब यसलाई ह्यास्ट्रिक गर्नुपर्दछ, अर्थात् राम्रो काम गर्नु पर्दछ, नयाँ आउनु पर्दछ भन्ने कुरो पनि यति बेला सबै जनमानसको भित्रै दिमागमा पसिसकेको छ। अब हाम्रोलाई होइन राम्रोलाई जिताउनु पर्छ भनेर सबैले एउटै आवाज जनताले निकालिरहेका छन्। ओलीलाई बिन्दा पाण्डेको जवाब सुशासनको कुरा गर्दा मत मिल्दैन भनी माफ गर्नुहोला। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बारेमा दिएको अभिव्यक्तिप्रति बिन्दा पाण्डेले असन्तुष्ट जनाएकी छिन्। एउटा अन्तर्वार्तामा ओलीले योगेश भट्टराईलाई सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा र बिन्दा पाण्डेलाई टिकट नदिएको आधार बारे बोलेका थिए। चुनाव जित्ने आधार नभएकाले टिकट नदिएको ओलीको भनाइ थियो। पाण्डेले सामाजिक सञ्जाल मार्फत यसपटक टिकट नै नमागेको र यसअघिको सन्दर्भमा पनि जनताको बीचमा जाने आधार नदेखिएको उल्लेख गरेकी छन्। ओलीसँग मत बाजिएको सन्दर्भमा पाण्डेले सुशासनको कुरा गर्दा त्यस्तो तर्फ गरिन् कि उनले बताएकी छन्, पुनर्स्मरण गराउन चाहन्छु, अध्यक्ष कमरेडसँग मैले कुनै मत बजाएकी होइन र छैन। सुशासनको पक्षमा कुरा उठाउँदा यहाँ सगत मत मिल्दैन भने माफ गर्नुहोला, पाण्डेले लेखेकी छन्। ओलीले आफूले जित्न नसक्ने मानिसहरूलाई टिकट नदिने भन्दै हार गुहार गरेका
बताएका थिए। आफ्नै दम्बमा चल्नुपर्ने, आफूले जे भन्यो त्यही हुनुपर्ने, यिनीहरूले टिकट दिएर पनि चुनाव जित्न नसक्ने भएकाले आफूले टिकट नदिएको भन्दै उनले यस्तो बताएका थिए। यस्तो बताएपछि एमाले भित्र निकै बाजाबाजसम्मको स्थिति आएको हो, किनभने यस्तो नभन्नु पर्ने थियो, अध्यक्ष जस्तो मानिसले यस्तो भनेको भन्दै यस्तो बताएका छन्। रासपा भारतको प्रयोजनमा बनेको पार्टी हो भन्दै हर्क साम्पाङले फेरि आरोप लगाएका छन्। उनले भन्न खोजेका के छन् भन्ने विषयमा पनि तपाईहरुलाई हामीले समाचार प्रस्तुत गर्दैछौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रासपा भारतको प्रयोजनमा बनेको पार्टी भएको बताएका छन्। शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरीय गठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। कार्यक्रममा उनले पुराना दलबाट अब देशको निकास सम्भव नभएको बताएका छन्। त्यसो हुँदा उनीहरूलाई भोट नदिनुहोस् उनले भने। साथै उनले नयाँ दलहरूमाथि पनि प्रश्न उठाएका छन्। नयाँ दल आफ्नो श्रम संस्कृति पार्टी बीच तुलना गर्नुपर्ने बताएका छन्। रासपाले स्वाधीनताको पक्षमा कहीँ बोलेको छैन, रासपा भारतको प्रयोजनमा बनेको पार्टी हो उनले आरोप लगाएका थिए। साम्पाङले बालेन्द्र शाह, रवि लामिछाने र कुलमान घिसिङलाई विभिन्न प्रश्न सोध्दा उनीहरूले जवाब दिन नसकेको बताएका छन्। जेनजी आन्दोलनका बेला 3 करोड जनता मध्ये आफूले मात्रै देश सम्हाल्न तागत देखाएको उनले बताएका थिए। साथै उनले देशमा इमानदार नेतृत्वको खाँचो रहेको पनि बताएका छन्। देश बनाउने स्पष्ट भिजन श्रम संस्कृति पार्टीसँग मात्रै रहेको र अन्य कुनै नेतासँग त्यो भिजन नभएको ठकुवा समेत गरेका छन्। हर्क साम्पाङ भन्छन्, अब हर्क साम्पाङ नै यो देशको प्रधानमन्त्री बन्नु पर्दछ। यदि हर्क साम्पाङ यो देशको प्रधानमन्त्री बन्न सकेन भने अरूले देशको विकास गर्न नसक्ने र अरूले देशको विकास गर्न नसक्ने उही सत्तामा पुगेर मात्रै सत्ताको स्वाद लिने बताएका छन्। सत्ताको स्वाद लिनको लागि जनताले भोट नदिनुहोस्, जनताले भोट दिनुहोस् त श्रम संस्कृति पार्टीलाई मात्रै दिनुहोस्। यो देश बनाउने हर्क साम्पाङ मात्रै हो। हर्क साम्पाङले जहाँ जसलाई उठाएको छ त्यहाँ भोट दिनुहोस् भन्दै उनले यस्तो बताएका छन्। बाल सुधार गृहमा किन हुन्छ पटक पटक झडप? बाल सुधार गृह सानोठिमी भक्तपुरमा पनि बिहीबार राति करिब 10 बजेतिर झडप भयो। झडपको सूचना पाएपछि जिल्ला प्रहरी परिषद भक्तपुरबाट प्रहरीको टोली खट्यो। प्रहरीले मात्रै स्थिति नियन्त्रण लिन नसकेपछि सशस्त्र प्रहरी बलको टोली पनि खट्यो। झडपका कारण केही व्यक्ति घाइते भएको सूचना पाएपछि प्रहरी भित्र प्रवेश गर्न खोज्यो, तर सुधार गृहमा रहेका बाल बन्दीहरूले उल्टै प्रहरीमाथि आक्रमण गरे। सो क्रममा 20 जना प्रहरी सामान्य घाइते भए। आक्रमण पछि थप बल प्रयोग गरेरै प्रहरी भित्र प्रवेश गर्ने प्रयासमा थियो। बाल बन्दीहरूको सुधार गृहमै आगो झोसिदिए। प्रहरीले 13 जना घाइतेको उद्धार गर्यो, जसमध्ये 11 जना डिस्चार्ज भइसकेका छन्। 2 जना भने अहिले पनि अस्पतालमा उपचाररत रहेको जिल्ला प्रहरी परिषद भक्तपुरका प्रवक्ता एवं तथा डीएसपी प्रकाश जुवेलीले हामीलाई बताएका छन्। आज आगजनीबाट सुधार गृहमा ठूलो क्षति भएपछि त्यहाँ रहेका सबै 170 जनालाई स्थानान्तरण गरेको छ भने उनीहरूलाई जिल्ला प्रहरी परिषद काठमाडौँ र भक्तपुरको बाल सुधार गृहमा निगरानी कक्षमा राखिएको छ। प्रहरीले झडपको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ। अहिलेसम्मको अनुसन्धानबाट झडपको मुख्य कारण उमेर पुगेका बन्दीहरू रहेको देखिएको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, बाल सुधार गृह भने पनि त्यहाँ युवा बन्दीहरू पनि थिए। उनीहरूले बाल बन्दीहरूलाई हेप्ने, थर्काउने, पिट्ने समेत गर्दा रहेछन्। भित्रै गुम्सिएको यो हेपाई बिहीबार राति विस्फोटन भएको हो। ती अधिकृतले भने त्यस्तो सुधार गृहमा रहेका 170 जना मध्ये 86 जना त 18 वर्ष भन्दा माथिका युवा अवस्थाका बन्दीहरू रहेको पाइएको छ। 3 भदौ 2080 मा पनि यही बाल सुधार गृहमा झडप भएको थियो। रामेछापको मन्थली नगरपालिका 3 कठजोरका 21 वर्षीय कमल बस्नेतको सुधार गृह भित्रै रहस्यमय मृत्यु भएको थियो।
बस्नेतलाई 29 जेठ 2077 मा जबरजस्ती करणीको कसुरमा रामेछापबाट भक्तपुरको सुधार गृहमा पठाइएको थियो। मृत्युपछि आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। यो विषयमा सुधार गृहभित्र तनाव भएपछि तोडफोड गर्दै ठूलो संख्यामा बालबन्दीहरू भागेका थिए। बस्नेतको मृत्युबारे छानबिन गरेको औपचारिक क्षेत्र सेवा केन्द्र इनेक्सेक र सुधार गृह प्रशासनको लापरवाहीका कारण घटना भएको औल्याएको थियो। छानबिन प्रतिवेदनमा भनिएको छ, होस्टल बार्गेनसँग औषधि मागेको बाल्ट्रेन्च निको नामको औषधि दिएर पठाएको र 3 भदौमा बालक अचेत अवस्थामा फेला परेको तुरुन्तै उद्धार स्थित नागरिक समुदाय अस्पतालमा लगिएको बाल बालिकाले बताएका छन्। ज्वरो र पिलोका बिरामी बाल बालिकालाई समयमै उपचारका लागि अस्पताल नपुर्याउँदा मृत्यु भएको पनि भन्ने समाचार हामीलाई प्राप्त भएको छ। र भक्तपुरको बाल सुधार गृहमा 2 वर्षको बीचमा भक्तपुरमा भएको 2 ठूला झडपका उदाहरण पनि हुन्। यस बाहेक पनि साना तिना झडप र विवाद हरेक महिना जसो भइरहेको नै बाल सुधार गृहको जानकारी बताएका छन्। यी घटनामा सुधार गृह प्रशासनको कमजोरी र युवा अवस्थाका कैदीबन्दीको कारण पनि देखिएको छ। भक्तपुरको बाल सुधार गृहमा मात्रै होइन, देशभरकै बाल सुधार गृहमा पटक पटक झडप हुँदै आएको छ। गत 1 चैतमा मात्रै बाँकेको जयन्दु बाल सुधार गृहमा पनि ठूलो झडप भएको थियो। मध्यराती झडप हुँदा त्यति बेला 42 जना घाइते भएका थिए। सो क्रममा 3 प्रहरी पनि घाइते भएका थिए। झडप भएपछि सुधार गृहमा रहेका 250 बालबन्दीहरू त्यति बेला बाहिर आएका थिए। मुलु गेट तोडफोड गरेर भागेका उनीहरू 2 किलोमिटरसम्म प्रहरीलाई समेत लखेटेका थिए। सशस्त्र प्रहरीको समेतको सहयोग स्थित नियन्त्रणमा लिएर बालबन्दीहरूलाई सम्झाइ बुझाइ भित्र राखिएको थियो। त्यही सुधार गृहमा 4 असोज 2080 मा झडप हुँदा रूपन्देहीको कञ्चन गाउँपालिका 4 का 21 वर्षीय सुलभ केसीको मृत्यु भएको थियो। छानबिन गर्दा लागु औषध प्रयोगकर्ता र अन्य बन्दी बीचको विवादले मुख्य जड रहेको खुल्ला